नमस्ते सेवानी, वेलकम छ हजुरहरूलाई फेरि मेरो अर्को ब्लगमा। अनि आज धेरै दिन बाद ब्लग स्टार्ट गर्दैछु हो म चाहिँ, किनभने नानीको एक्जाम खत्तम भएदेखि चाहिँ हामी कतै लगेर गएको थिएन नि त नानीलाई, हामी मात्रै घुम्नु गएको थियौँ अस्ति चाहिँ। अनि फेरि एक्जाम खत्तम भइसक्दा बिमार भयो हो। आज नि अलिअलि बिसन्चो छ, तर पनि अब आजै हुन्छ नि त, हाम्रो छुट्टी चाहिँ हुँदैन, यो हप्तामा एकचोटि मात्रै छुट्टी हुन्छ। त्यही भएर के गर्ने हो, सबै त्यही दिन गर्नुपर्छ, त्यसैले पुरा कामहरू हुन्छ हाम्रो छुट्टीको दिन चाहिँ। अन्त अब चाहिँ हामी रेडी भएर जानु आँटेको। के अरे आजको भिडियो चाहिँ म लामो बनाउँदिनँ हो, चाहिँ छोटो बनाउँछु, तर दामी बनाउँछु भनेर सोचेको छु हो। हेरौँ अब कस्तो हुन्छ है। सो अब हामी चाहिँ जाँदैछौँ। मैले चाहिँ भोइस कभर किन गरेको भन्दाखेरि चाहिँ अब जुन जग्गामा चाहिँ हामी जाँदैछौँ लाइक एक्वेरियम प्याराडाइस है हामी जाने चाहिँ हो, हामी गएको जग्गा चाहिँ। अन्त त्यो जग्गामा चाहिँ भित्रतिर चाहिँ म चाहिँ यसरी बोलेर चाहिँ मजाले भिडियोहरू गर्नु पाउँदैन नि त। अब कति जग्गातिर क्यामेराहरू एलाउड हुँदैन हो, फोटो खिच्नु भिडियो बनाउनु दिँदैन नि त। अन्तदेखि प्लस जग्गामा म्युजिकहरू पनि चलिरहेको हुन्छ, त्यो कारणले चाहिँ म चाहिँ बोलेर भिडियो बनाउनु पाउँदिनँ। सो त्यही भएर चाहिँ आधी भोइस कभर गर्नुभन्दा चाहिँ म पुरै नै भोइस कभर गर्छु स्टार्टिङ छोडेर भन्दै, म चाहिँ त्यो सोचेर चाहिँ भोइस कभर गर्दैछु। अन्त यहाँ चाहिँ हामी जाँदैछौँ, पुरा घाम छ। अन्त त्यहाँदेखि चाहिँ मेरो बुढा चाहिँ गाडी पार्क गर्नु गयो। अन्त हामी चाहिँ यहाँनिर यो जग्गामा चाहिँ अस्ति यो जति पनि देख्दैछ त्यो जग्गामा चाहिँ फुल थियो क्या मान्छेहरू, एउटा भित्र छिर्ने जग्गा पनि थिएन। अन्त मेरो बुढा चाहिँ आउन्जेल चाहिँ हामी यहाँ भिडियो बनाऊँ न भनेर भिडियो बनायो। त्यतिकै भित्र छिरेर चाहिँ मेरो बुढा टिकट लिनु गयो। अन्त यहाँ हामी फोटो खिच्दै थियो, भिडियो बनाउँदै थियो। अनि हाम्रो के अरे यहाँनिर बहिनीले पनि पुरा त्यो इन्स्टाग्रामहरू बनाउनु, रिल्सहरू बनाउनु पुरा इन्ट्रेस्ट गर्छ नि त। अनि यहाँ फोटो खिच्ने अरे, फोटो खिच्ने अरे, उसलाई इन्ट्रेस्ट लागेको छ भने चाहिँ पुरा फोटो खिच्दिनु भन्छ कि, नभए उसलाई इन्ट्रेस्ट लागेको छैन भने चाहिँ एउटा फोटो खिच्नु पनि मान्दैन। अन्त यहाँ चाहिँ हामी टिकट लिएर, मेरो बुढाले टिकट लिएर आयो। त्यहाँदेखि चाहिँ टिकट लिएर चाहिँ हामी माथि गयौँ। माथि जानु चाहिँ बाटोमा एउटा चिज पनि यति मजाले दामी, कस्तो दामी बनाएको क्या। अनि यहाँ स्टार्टिङमै कस्तो खालके माछा रहेछ हो। अन्त हेर्दै हामी चाहिँ यहाँनिर देखाउँदै नानीलाई पनि, मेरो पनि फर्स्ट टाइम थियो अनि नानीको पनि फर्स्ट टाइम थियो नि त। अब यस्तो माछाहरू कहिले देखेको थिएन, मतलब भिडियो फोटोहरूतिर त देखेको, तर रियल लाइफमा यसरी नजदिकदेखि चाहिँ कहिले देखेको थिएन नि त, हेरेको थिएन। सो त्यही भएर चाहिँ मजा आयो जे होस्। अन्त म चाहिँ यहाँ मेरो बुढालाई देखाउँदै थिएँ, यहाँ मजाले खिच्नु, यहाँ यो वाइट कलरको कस्तो दामी रहेछ भन्दै। अनि यहाँनिर यो पनि के हो, सार्क टाइपको कस्तो खालके माछाहरू हो। अन्त यहाँनिर सानो गोल्ड फिस पनि थियो, कस्तो माछा के जिन्दगीमा मैले देखेको थिइनँ यस्तो माछाहरू हो। अन्त कस्तो लाइक फोटो भिडियोतिर नदेखेको माछाहरू पनि थियो। अन्त दामी थियो, कस्तो सानो कस्तो क्युट पनि थियो। अनि कस्तो डरलाग्ने अनुहारहरू, कस्तो भ्यागुता टाइपको हो, त्यस्तो खालके माछाहरू पनि थियो। अन्त कस्तो एक्सपिरियन्स रमाइलो भयो, किनभने फर्स्ट टाइम आएको थिएँ नि त म चाहिँ, यस्तो हेर्नुको लागि चाहिँ कहिले गएको थिइनँ। अन्त यो जग्गामा चाहिँ मर्मेडहरू पनि राखेको हुन्छ हो। अन्त आज चाहिँ हामी गएको, आजै चाहिँ मर्मेड छैन भनेर भन्यो, कस्तो मुड अफ भयो। तर पनि केही बात छैन, अब माछाहरू हेर्न आएको, लो माछै हेरेर जाउँ न त भनेर हामी भित्र छिर्यो। अनि के अरे यहाँ म चाहिँ यहाँनिर के अरे नानीलाई देखाउँदै नि यस्तो भन्दै देखाउँदै थिएँ कि। अनि यहाँ फोटो खिच्नु लगाएँ फेरि मेरो बुढालाई। आजको मेरो चाहिँ जहिले पनि क्यामेराम्यान मेरो बुढा हुन्छ क्या, कति फोटोहरू भिडियोहरू खिचिदिन्छ। मैले जस्तो भन्यो त्यस्तै हो, जताबाट भन्यो त्यताबाटै फोटो खिचिदिँदै हिँड्छ पछि हो, माया लाग्दो। अन्त यहाँ चाहिँ
अब हामीलाई हेर्नु चाहिँ माछाहरू हेर्नु चाहिँ कस्तो रमाइलो भइरहेछ होइन, कस्तो रमाइलो लागिरहेछ। तर यो माछाहरूलाई चाहिँ कैद गरेर राखेको चाहिँ कस्तो लाग्ने क्या, अब सोच्दाखेरि चाहिँ यही अब समुद्रहरूतिर त उनीहरू जहाँ जाँदा पनि हुन्छ नि त, जति टाढो जाँदा पनि हुन्छ। तर यो यत्रो सानो सानो ट्याङ्कीमा उनीहरूलाई बस्नु चाहिँ साह्रो परिरहेको हुन्छ होला है। कस्तो नराम्रो हुँदो रहेछ हौ फिल त्यो देख्दाखेरि चाहिँ। सानो सानो ट्याङ्की, अब ठुल्ठुलो ट्याङ्कीहरूतिर त ठिकै छ हो, अन्त सानो सानो ट्याङ्कीहरूतिर चाहिँ मतलब कस्तो सास बन्नुहुन्छ होला, अब त्यस्तो फिल भयो क्या मलाई चाहिँ। अन्त नानीलाई के अरे माछाहरू देखाउँदै यहाँ चाहिँ माछाहरू पनि कस्तो कस्तो थियो कि, अब हुन्छ नि पुरै खालको भेराइटीहरू थियो माछाको चाहिँ। अन्त मैले चाहिँ कहिले पनि देखेको थिइनँ यस्तोहरू नि। यहाँनिर म चाहिँ जिस्काउँदै थिएँ माछालाई। अनि मेरो यहाँनिर चाहिँ अक्टोपसको जग्गा रहेछ, तर अक्टोपस चाहिँ थिएन। यहाँ चाहिँ सानो सानो माछा, तर टाउकोमा चाहिँ कस्तो डार्क ब्लू कलर क्या, लाइटले त्यस्तो देखाएको कि रियल नै त्यस्तो छ कि है, त थाहा भएन। तर कस्तो टाउकोमा मात्रै ब्लू कलर, कस्तो दामी। अन्त यहाँ चाहिँ वाटरफल रहेछ, कस्तो दामी। म चाहिँ यही हेर्नुको लागि आएको है यहाँनिर। यही देखेर चाहिँ म चाहिँ आउनु मन परेको यो जग्गामा चाहिँ। अन्त कस्तो दामी, म चाहिँ फोटो खिच्दै कति फोटोहरू पनि खिचेँ, भिडियोहरू पनि बनाएँ। अन्त त्यहाँदेखि चाहिँ उता गयौँ हामी। यहाँनिर सानो 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 ट्याङ्कीहरूतिर पनि माछाहरू राखेको है, कति अलग 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 टाइपको माछाहरू राखेको थियो। कति जग्गा अब कति जग्गा यहाँ चाहिँ स्टार फिसहरू थियो। अनि एउटा जग्गामा एउटा टाइपको माछाहरू क्या। कस्तो यो माछा चाहिँ कस्तो भ्यागुता टाइपको मतलब कस्तो भ्यागुता जस्तो पनि, अनि क्रोकोडाइल जस्तो पनि थियो कि माथिबाट हेर्दा चाहिँ। अन्त यहाँनिर फेरि नानी र म चाहिँ यहाँ माछा माथि आइज माछा भन्दै थियो, किनभने लुकेर बसेको थियो नि त। अन्त त्यहाँनिर काम गर्ने मान्छेले चाहिँ त्यो टच नगर भनेर भन्यो। अनि हाँस्दै मेरो बुढाले पनि कराउँदै थियो, अघिदेखि टच नगर भनेको, नसुनी टच गऱ्यो भन्दै थियो नि त। त्यहाँदेखि हामी यहाँ अर्को जग्गा माछाहरू चाहिँ यहाँनिर बेसी भएर होला पुरा गनाइरहेको थियो। त्यो पानी पुरानो भएर नफेरेर होला पुरा गनाइरहेको थियो। अन्त यहाँनिर चाहिँ कस्तो खालको माछाहरू थियो भन्दै हामी चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। यस्तो थियो नि त माछा चाहिँ, कस्तो भन्न भ्यागुता जस्तो कस्तो कस्तो बढेको हो, कहिले देखेको पनि थिइनँ। कस्तो क्युट खालकोहरू पनि थियो, अन्त कस्तो डरलाग्ने खालके पनि थियो माछा। अनि यहाँ कति जग्गाहरू चाहिँ खाली थियो न, हामीले नदेखेको हो, कुनामा लुकेर बसेको हो कि केही हामीले यहाँ चाहिँ देखिनौँ। अन्त यहाँ चाहिँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ कस्तो बेसी चाहिँ माछाहरू क्या, कति बेसी। अन्त यो माछाहरू चाहिँ देखेकै, यो माछाहरू चाहिँ देखिराखेको हो, यो चाहिँ त्यति खास चाहिँ थिएन। कस्तो दामी थियो। तर यहाँनिर पानी वरिपरि पानी भएकोले हो। अनि यहाँनिर हेर्नु यो माछाहरूको नाम चाहिँ मलाई केही थाहा छैन है, कति थाहै छैन मलाई नै के हो यो माछाहरू हो। तर समुद्रको माछा त्यो चाहिँ थाहा छ। अन्त यस्तो यहाँ राखेको छ यसरी हो। अन्त हामी चाहिँ हेर्दै नानीले पनि भन्दै थियो, नाना कस्तो खालके माछाहरू नि, कस्तो यो के भन्दै थियो। मलाई नाम थाहा भयो अब भन्नु होइन। अनि भरे घरमा आएर चाहिँ उसले चाहिँ गुगल गरेर हेर्दै थियो कि गुगलमा के रहेछ माछा मलाई भन्दै थियो। नि अन्त यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ यस्तो एक जग्गामा चाहिँ एक टाइपको माछा राखेको थियो कि। सबै अब माछाहरू त म त देखाउनु त पाइनँ, किनभने त्यो एउटा फेरि मैले भनेको थिएँ नि त म भिडियो छोटो बनाउँछु भनेर होइन। यहाँ चाहिँ मेरो बुढा र नानी चाहिँ बसेको थियो, थाक्यो भनेर पसिना भइरहेको थियो हिँडेकोले बेसी। अन्त मैले उनीहरूको पनि भिडियो फोटोहरू खिचिदिएँ। अनि यहाँनिर चाहिँ लास्ट है, यो चाहिँ लास्ट हो। अनि माछा यति बेसी आइरहेको रहेछ कि एकै जग्गामा। अनि मैले चाहिँ यहाँनिर रिल्स पनि बनाएको थिएँ। अनि यहाँबाट खिचिदिनु ल भनेर चाहिँ म मेरो बुढालाई हिँड्दै जान्छु ल भनेर चाहिँ मैले चाहिँ त्यसो भनेर भने। अनि भरे लास्टमा चाहिँ स्लो मोसन भइरहेको रहेछ, फेरि रिपिट गरेर चाहिँ फेरि खिच्नु लगाएर अनि फाइनली हामी चाहिँ बाहिर आयो हो। सबै हेरिसक्यो। आज चाहिँ मर्मेड रहेनछ हो, मर्मेड चाहिँ 1-2 दिन मात्रै लगाएको थियो होला। एक्सपिरियन्स एकदमै राम्रो भयो। भित्र चाहिँ यति राम्रो बनाएको रहेछ, यस्तो दामी जग्गाहरू हो, यति दामी माछाहरू, क्युट माछाहरू थियो। आजको भ्लग चाहिँ यति नै गाइस। मैले भनेको थिएँ नि छोटो मिठो दामी बनाउँछु भनेर हो। सो आजको भ्लग चाहिँ यति नै थियो गाइस। थ्याङ्क यू फर वाचिङ।